अब हामी चाहिँ साइकल बनाउनुतिर लाग्यो। अब मधेसमा अहिले 9 बजिरहेको रातिको सस्तो साइकल भेटेर चाहिँ हामीले मर्मततिर लागिरहेको छौँ है। हेर्ने हो मेकानिक हो मेकानिक त यता दाजु कहिले आउँछ त्यसको ल्याउँछ यो पम्चर अब बाइक त्यो ग्रिस ल्याऊ पछाडि ग्रिस छ ल हेर्नुहोस् है, रातको समयमा 10:30 भयो। 9 बजेदेखि सुरु गरेको। यता हाम्रो टेङ दाजु एकदम मिस्त्री हुनुहुन्छ उहाँ। यहाँ हाम्रो बाल्किना दाजु एकदम हामी चाहिँ यो साइकललाई चाहिँ कम्प्लिट गरेर भोलि चाहिँ यो टक्क ड्युटी जाँदाखेरि चाहिँ कुद्नु पर्यो। अरू कुरो केही जानिएन। 12 चाहिँ बज्छ हामीलाई थाहा छ, तर हामी यो काम सिद्धाएर नै हामी सुत्ने हो। ल बल्ल बल्ल साइकल पनि कम्प्लिट भयो। एकदम मेहनत लागेको छ है यो साइकल बनाउनमा। परदेशमा यतिको चाहिँ गर्नुपर्ने हुन्छ, गाह्रो छ। अब यसको केही कुराहरू चेन्ज गर्नुपर्ने छ। टेङ दाजु, बाल्किन दाजु, यता हेर्नु पर्यो, केही भन्नु पर्यो। अब मेकानिकहरू अब हाम्रै रुममा हुनुहुन्छ होइन। यतिको चाहिँ आफैले गर्न सकियो भने चाहिँ तपाईँको पैसा जोगिन्छ भनौँ न मलेसिया जस्तो ठाउँमा। किनभने यहाँ मेन्टेनेन्स गर्नु पर्यो भने अलिकति महँगो पर्छ। तर आफैले सामानहरू लिएर जोडियो भने चाहिँ धेरै राम्रो हुन्छ। सकेसम्म आफूले बनाउँदा त सस्तो नै हुन जान्छ होइन। यतिको चाहिँ गरियो। एकदम यो 20 रुपियाँको साइकल भन्नुहुँदै थियो, 150 को बनाइयो। अब केही कुराहरू फेरियो भने यो लगभग 150 रुपियाँको हुन्छ। ल आजलाई यो ब्लग यति नै। हजुर।